आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौँ आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो, आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ, आवश्यकताका सिद्धान्तहरू। परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। त्यसो भएको त हाम्रा एजेन्डाहरू, एकछिन साथीहरू एकछिन, हाम्रा एजेन्डाहरू के छन्? अब एजेन्डातिर लाग्न चाहन्छु। एजेन्डाहरू हामी प्रष्ट भन्न चाहन्छौँ। अघिदेखि मैले भनेको छु एजेन्डाहरू के छन् भन्ने कुरा। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय जेनजी युवा पुस्ताहरू, आदरणीय उसमा मतलब कि शहीद हुनुभएका शहीदहरू, हस्पिटलको बेडमा हुनुभएका घाइतेहरू लगायत